हेलो गुड मर्निङ एभ्रिवान फ्रम डाँडाबारी होइन। आज हिजो हामी डाँडाबारी आएको थियौँ नि त। अनि हिजोको त मैले बेलुकै यहाँ नेट पनि थिएन, जसो तसो गरेर चार्ज पनि थिएन, जसो तसो गरेर हिजोको अपलोड गर्थेँ होइन। अनि आज चाहिँ देखाउँछु म तपाईँहरूलाई ल। आज चाहिँ एकदम बबाल यहाँको सिन, यहाँको के कस्तो छ सबै देखाउँछु। हामी हिजो बेलुका आएको, अहिले हामी डाँडाबारीमै छौँ। अब आजै फर्किनुभन्दा अगाडि चाहिँ यहाँको मसिनहरूदेखि लिएर सबै थोक देखाउँछु। मेरो बिहानको सुरुवात चाहिँ भइसक्यो, हजुरहरूको बिहानको सुरुवात पनि एकदम राम्रो जाओस् भन्दै आज चाहिँ मैले 41 डेको होइन भिडियो सुरु गरिसकेँ होइन। अब के कस्तो हुन्छ म चाहिँ हजुरहरूलाई सबै देखाउँदै जानेछु है। एकदम चिसो रहेछ मौसम चाहिँ, बिहान उठ्दाखेरि पनि आमा कस्तो दामी भ्यू देखिने। म सबै थोक देखाउँछु, अब्बर भ्यूहरू पनि क्या दामी देखिरहेछ। आई मिस यु। यहाँको हावा पनि कस्तो के भन्छ शीतल, कि यहाँको हावा पनि कस्तो स्वास्थ्य हावा जस्तो फिल भइरहेछ होइन। कस्तो फ्रेस महसुस भइरहेछ यहाँनिर आएर होइन। अनि जोस् दामी छ जोस्। मलाई चाहिँ हिजोसम्म चाहिँ ह्याङ लागिरहेको थियो, हिजोसम्म चाहिँ राति भएर पनि होला यहाँको केही देख्न पाइनँ नि त। अनि हल्का ह्याङ लागिरहेको थियो। अहिले यस्तो उठेर हेर्दाखेरि यस्तो यहाँनिर सिनहरू हेर्दैछु नि त, कस्तो दामी छ। हजुरहरू चाहिँ यहाँ डाँडाबारी आउनुभएको छ कि छैन, आउनुभएको छ भने कमेन्ट गर्नु होला होइन। अनि कोहीले हेर्दै हुनुहुन्छ भने डाँडाबारीबाट हेर्दै हुनुहुन्छ भने म चाहिँ हजुरहरूको ठाउँमा आइसकेँ है, डाँडाबारी आइसकेँ। मलाई एकदम राम्रो लाग्यो यहाँ। अनि अब दाइहरू उठ्नु भएको छैन होला, त्यहाँ गएर देखाउँछु दाइहरू उठ्नुहुन्छ कि उठ्दैन। अनि हेर्दै गर्नु होला, लास्टसम्म के कस्तो हुन्छ देखाउँछु। बिचमा ट्विन्स एन्ड टर्नहरू आउन सक्छ होइन, बिचमा के आउन सक्छ। त्यही भएर भिडियो चाहिँ लास्टसम्म हेर्नु क्या। एकचोटि ओपन गरिसकेपछि नि त्यो सुरुको हेरेर बोर नहुनु क्या। एकचोटि ओपन गरिसके लास्टसम्म हेर्नु न तपाईँहरू ल है। सबैजनालाई माया छ, सबैजनालाई धेरै धेरै मिस यु सो मच। साथीहरू हेर्नु न यहाँनिर दामी भ्यू छ है। ऊ त के रहेछ साथीहरू, आमा मजा आयो यार। म त यस्तो ठाउँ हप्तापत आएको थिइनँ नि। यम्बु हिमाल, ओ माछा हिमाल देखिरहेको त यार। ओ यो हो कि के हो, म त जिन्दगीमा नआएर होला यार। त्यही त छक्क परेँ म त। देखिन्छ OnePlus देखाइदियो तेरो कमाल। साथीहरू हेरौँ न यहाँ हिमाल देखिरहेछ। खै एक दुईवटा रिभ्यू दिउँ न यार। म त फर्स्ट टाइम यत्रो देखिरहेछ। देखिरहेको म चाहिँ फर्स्ट टाइम आएको है यसरी हिमाल देखिने ठाउँ चाहिँ। मजाले यसरी जाने कस्तो सुइसी हेर्दै थाहा पनि थिएन, कसैले भनेको पनि थिएन हिमाल देखिन्छ रहेछ। त्यसो निन्द्रामा हेर्दै थिएँ, आमा क्या दामी हो बो। आज आँखाले स्वर्ग देखे जस्तो छ। आँखाले गर्नै गर। दुईजना केटा चाहिँ उठिसक्यो होइन। म त यो सिन अझै फेरि पनि हेर्न लागिरहेको छ आँखाले। साथीहरू कहिले नहेरेर होला। तपाईँको पनि हाम्रो साथीहरू के हुँदैछ, हाम्रो हिमाल सर पनि उठिसक्नु भएछ। अनि यहाँ को छ, को बाँकी छ अब, ए शिखर दाइ बाँकी हुँदो रहेछ उठ्न। अनि हाम्रो भाइ रमेश दाइ सुतिरहनु भएको छ। साथीहरू आइसक्यो हाम्रो लोकल कुखुराको दाइले हाल्दै हुनुहुन्छ। खामै खाम हाल्नु सर हाल्नु। यो चाहिँ मेरो, म पनि सुरु गरेँ खानाको लागि। दाइको भइसक्यो यहाँ, यता दाइहरू यता सबैतिर भइरहेछ। साग अचार पापड लोकल कुखुराको मासु। ल यो सक्छु। यो के आयो दाइ हातमा? सम्पूर्ण महानुभावहरूलाई सोध्नु चाहे यो चाहिँ खानु कि फ्याल्नु क्या। म आफ्नो भाग चाहिँ कहिले फ्याल्दिनँ होइन। यो के हो चुम्मा एक चुम्मा है ल। के हो टोक्छ कि होइन।
नि त्यो पो म त हटी होला भन्ने आएको यो त के चिन्छ कि दाल भात खानु हुँदैन दाल भोकै हुनु पर्यो माथि पिक्चरमा फर्स्ट टाइम होला भात खाँदा पनि गएर आएको क्या सर तपाईँको त उयो हो क्या सर भयो सर प्लिज मलाई अघिदेखि छ नि भुटाउन आइदियो पापड खानु त होइन भाइ भन्नु त कसरी खानु अब त तैँले के खानु होइन सर अबि त्यो भाइ त्यो के किरा क्या मान्छे भोकै हुँदाखेरि यस्तो किरा आउँदाखेरि कहाँ करोडमा बिक्छ हौ। त्यो बहिनी यस्तै यस्तै साथीहरू हाम्रो झुसु खाना खाँदा रमाइलो भइरहन्छ बेला बेला झुसुले पनि हल्का आइरहेको रहेछ अब यो आमामा झुसुले सबै झुसुले ल्यायो ओसीमा लगेर छोडिदिइराख्नु पर्छ मसिनो त्यो छेउमा बसेर बवाल हुन्थ्यो क्या म आँखाभित्र खान्थेँ मन पर्दैन यहाँ त किन आएको त नि सर तपाईँ माछा मार्नु मात्रै मन पर्छ सरलाई फेरि भाइले पनि भने दाइ बवाल चाहिँ चिसो छ एकदम ज्याकेट साकेट बोकेर हिँड्नु एक्कासी बुक भइसक्यो भाइ भन्नु त मलाई अनि गर्नुभयो माथि जानु पर्छ भन्नु अनि ल नि त भनेर खासै होइन यहाँ देखा त खासै हामी यहाँ आउनुको कारण चाहिँ दिपेश सर हो अनि तँ कहाँ छ तर दिपेश नै आइदिएन क्या फेरि बेला कहाँ गएको पर्छ यार केटाहरू भने यहाँ ठिक छ त्यस्तो साह्रो केही छैन आनन्द भयो रमाइलो भइरहेछ नि खानासाना खाइसक्यो कस्तो भइरहेछ दाइ चिल सर कस्तो बर्थडे बोय अब हामी केक काट्ने कार्यक्रम आउँदैछ नि साथीको ट्याटु यस्तो छ ट्याटु चाहिँ यस्तो छ ट्याटु फेरि छ ट्याटु होइन सेकेन्ड हरिवंश यता छ यता जान ताती ताती हेर्नु त ओ ताती हेर्नु हामी कहाँ के भएर दाइ रमेश दाइले सक्यो होइन त के हुन्छ कम्पिटिसनमा ल साथीहरू जे होस् एकदम रमाइलो भइरहेछ होइन हाम्रो चाहिँ यस्तै भइरहेछ है साथीहरू अब हामी यसो नाचगान गरेर अनि सुत्छौँ सजानले नजाबे सर सर अलिक मजाले बजाइदे तेरा नरंगदा हाय मेरा दिल मंगदा तेरे संग के अब हामी आधी घन्टा नाच्छौँ अनि त्यस पछाडि केक काट्छौँ ल मैंने छटके ऐसे गर्दा आइलो
बड़ी तेरीले आँख मारे सुरज दे मारे ल ल ल केटाउ भाइ छिटी छिटी तेरो केक पनि आइसक्यो होइन कस्तो दुःख गरेर मगाएको यो केक हतापता पाउँदैन रहेछ आज हाम्रो दाइ चिलमा छ यस अब्बुई अब्बुई ल उफ्रेर कस्तो र खै जोस दाइ फाइनल खतरा नाच्नु आज दाइ चिलमा छ दाइ अझै जोस पुगेनौ गीतै भएन ह्यापी बर्थडे मात्र ल्याएन डे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर मेलके ह्यापी बर्थडे टु यु मेरो भाइलाई जन्मदिन 17 पुगेर 18 पुगेमा धन्यवाद कति वर्ष नि ल त्यस्तो गर्छ Happy birthday to you. ल कुखुरा खाएर अन्डा खाएर अहिले खान्छ लु दाइ लगाइदिनु नि मैले त लगाइदिइसकेको त नि एङ्गर बेसी सोचेको आँटेको सबै कुरा हो जिन्दगीमा अघि बढेको देख्न काम बेसी मात्रै होइन सबैको फ्यान हुनु भेट भन ल भाइको बर्थडे चाहिँ आज फोटोसुट हुँदैछ गाह्रो छ गाह्रो सुत्ने ठाउँमा चाहिँ किरै किरा छ त हौ आम्मै कसरी सुत्नु किरै किरा बन्डल छ त सर ल है हाम्रो गाइजहरू चाहिँ गुड नाइट अवस्थामा हुनुहुन्छ ल है हाम्रो साथीहरू चाहिँ यसो गफ गर्दै सुत्दै हुनुहुन्छ ल अब मैले चाहिँ त्यहाँ है होइन शेखर त मेरो कहाँ हो ए साथीहरूलाई त्यहाँ के हो गद्दा लिएर आयो त हो के हो हामीलाई त्यहाँ सुताएर सुत्नु होला यहाँनिर गुड नाइट एभ्री वान भोलि गुड नाइट विशेष गरी मेरो भ्युअर्सहरूलाई के भन्नु चाहन्छु भने सायद अभिषेक देब्रेमा सुरज दाहिनेमा भए पछाडि चाहिँ यो मान्छेको चन्द्रमा पनि दाहिनेमै छ भन्ने कुरा चाहिँ सोध्छु रमाइलो भइरहेछ साथीहरू
बर्थडे सकिसक्यो केक कति खानु पोहोर हुँदैछ क्यामेरा अफ गर्ने पनि के फेरि बोले फेरि खुसी यो के को लाग्यो गयो क्या पैसा त खायो पियो डाइलग हानिदिन्छु यहाँ देखा म ल यो पैसा चाहिँ 25,000 हो होइन हाम्रो बिल टिप्स दिएको है हामीले बिल चाहिँ 15,300 कति भएको छ तर 10,000 टिप्स ल पेन बिल माग्नुपर्छ यहाँ त परसले मुख धुँदै किन आँटेको के हाम्रो सानो नानी आउनुभयो यहाँको के डल्नु हौ कुन क्रिम डल्नु भएको सनस्क्रिम कति राम्रले हो हाम्रो नानी त ल मैले त भनेको भनेछु त ल अब हामी चाहिँ निक्लिन आँटेको साथीहरू अब हामी राजा रानी जान्छौँ अनि राजा रानीमा चाहिँ एउटा क्लिप लिन्छौँ त्यसपछि घर फर्किन्छौँ ल साथीहरू बिलिङ हुँदैछ हाम्रो चाहिँ टोटल 25,670 निक्लेको बिल ल है हामी चाहिँ निक्लिँदैछौँ साथीहरू अब राजा रानीतिर जाने कुरा हुँदैछ अब यहाँनिर सुरज अब चाहिँ हामी राजा रानी जान्छौँ र रमाइलो गर्छौँ हामीले यहाँ केही खाएको छैनौँ किनभने समयको अवधि हामीलाई छैन नि त त्यही भएर तल गएर आइज यता धेर बोले जस्तो लाग्दैन किन बोलेको होला धेर पैसा सकेपछि धेर बोल्छु म के जानु म त गाडीमै बस्छु है हामी चाहिँ राजा रानी भन्ने ठाउँमा आयौँ म चाहिँ फर्स्ट टाइम आएको यहाँनिर राजा रानीको देखाउँछु म अरू भाइ गइहाल्छौँ एकछिन 15-20 मिनट बस्नु यस्तो रहेछ है राजा रानी के हो दाइ पनि फर्स्ट टाइम आउनुभएको होइन आज यहाँ हगाएको आज पर्ने यहाँ लफडा भइरहेछ सबैको मुड अफ छ साथीहरू आज यहाँको हजुर तिम्रो भाउजूलाई लिएर आउने ठाउँ ल ल ल ल दाइले ल्याउनुहुन्छ है भाउजू तपाईँले यता बे भएको छैन यता सरको पनि छैन यता पनि छैन सिङ्गल मान्छेहरू अगाडिबाट राजा रानीको विशेषता यो रहेछ ताल होइन बाटैमा रहेछ फेरि यहाँको ताल चाहिँ जाँदा जाँदै रोडै अगाडि रहेछ हेर्न सक्नुहुन्छ तपाईँलाई देखाउँछु यहाँको दृश्य हाम्रो साथीहरू खेल्दैछ हात्ती त्यहाँ छ ए म चाहिँ हजुरहरूलाई राजा रानीको दृश्य देखाउँदै जान्छु के अरे रानी ताल है यसको नाम चाहिँ रानी ताल रहेछ है साथीहरू के कस्तो लाग्दैछ तपाईँहरू यहाँ आउनुभएको छ कि छैन होइन आफ्नो कमेन्टहरू गर्नु होला आउनुभएको छ कि छैन आउनुभएको छ भने हजुरहरूलाई यो ठाउँ के कस्तो लाग्यो होइन भन्नु न सेयर गर्नु कुराहरू म चाहिँ जाँदैछु ए यो के हो साथीहरू अनि यता यस्तो छ यहाँ बोट पनि हुँदो रहेछ तर अहिले बन्द रहेछ यहाँ बोटिङ पनि गर्न मिल्ने रहेछ अनि यहाँ के लेखिरहेछ आई लभ राजा रानी लेखिरहेको रहेछ उहाँ साथीहरू चाहिँ उहाँ छ म चाहिँ उता गएर एकछिन यस्तो रहेछ यहाँको सब दृश्यहरू थियो ए यो त देखेको थिएँ मैले यहाँनिर पिङमा झुलेको यो पिङमा चढ्नु भएको छ कि छैन तपाईँहरू आउनुभएको छ भने अनि हात रहेछ है राजा रानीको दृश्य देखाएँ मैले गुलाबको फुल पिङभन्दा चाहिँ सुन्दर छैन ल फेरि तपाईँ यही हो कहाँ छक्कै परेर मैले देखेर त ल हाम्रो साथीहरू आएको छ कि हाम्रो साथीहरूको चाहिँ म नाम सोध्छु ल नाम भन्नु त मेरो नाम चाहिँ हेमन्त राई कहाँबाट आउनुभएको धरान 17 सरको मेरो एलबी धरान 11 दाइको त इन्ट्रोडक्सन दिनै पर्दैन सबैलाई थाहा छँदैछ बोल थाहा चाहिन्छ तेरो त हल्लियो क्यामेरा हल्लियो दाइ नमस्कार म शिखर राई म चाहिँ वडा नम्बर 17बाट राज बराइली म चाहिँ धरान 11 बट यहाँ चाहिँ मेरो अहिले पसल राखेको छु मैले यहाँ चाहिँ अनि दाइहरूले चाहिँ यसो मलाई सरप्राइज दिनुभयो आज आएर खुसी भयो हजुर प्रवेश हामी सब धराने टोली यसो घुमघाम गर्नुको लागि राजा रानी आएको सबैजना प्रवेश मात्रै भने चापा गए पनि म चाहिँ रमन बस्ने धरानी 17बाट मेरो नि दिनु दिनु न दाइ दिनु मेरो चाहिँ सचिन लिम्बू
धरान 10 ल ल फाइनल धरान 17 बाट ल हेर्नु है हामी चाहिँ आएको छौँ नेपालमा राजा रानी तालमा कस्तो बवाल छ ल हाम्रो ग्रुपको चाहिँ फर्किँदैछौँ है अब राजा रानीबाट पनि त्यसै यहाँ आएर गर्नुपर्ने रहेछ माथि गरेर टेन्सन भयो सर उठाइदिनु ल ला मोटु सर के हो तपाईँलाई हात्तीले हात्ती चाल्छ भन्दैछ त जियो रे बाल उबल्लीलाई के भनेको हाम्रो गाई चाहिँ फेरि होइन यस्तै रमाइलो छ है साथीहरू ल दाइहरू चाहिँ यहाँनिर खेल्दै हुनुहुन्छ है पिङ दाइहरू हेर्दा ठुलो भयो नि एकदम बालपना चाहिँ गएको छैन रमाइलो है श्रेणिक ल हाम्रो चाहिँ यस्तो छ है बनाइदिनु ल ल हल्नु नि त दाइ अझै चित्त बुझ्दैन बल्ल बल्ल बालापनको याद आउँदैछ यार बालापनमा पिङ हाल्नु पाइएन डोडी खेल्नु पाइन्थ्यो अहिले तातीलाई मलाई फलाम खेल्नु अनि ताते रमाइलो भइरहेछ जे होस् दाइ भन्छ त आज त तर 10 रुपियाँको काममा कति तिर्नु पर्यो 10 रुपियाँमा ल्याउने काममा है हामीले 10 रुपियाँ काममा जिन्दगीको भोगाइ होइन हगाइ धेरै भयो तर तिराइ ज्यादा धेरै महँगो परेको छ ठिकै छ कहिले काहीँ मान्छेलाई हामीले चाहिँ धनकुटाको होइन डाँडा गाउँ भन्ने ठाउँ आएर चाहिँ क्याम्पिङ बसेको थियौँ राम्रो थियो डाँडा बजार भाले मिठै थियो तर केटाहरूले पचाउनु सकेन त्यो पचाउनु नसकेको खण्डमा चाहिँ 10,000 तिर्नु पर्यो ठिकै छ अब हामी कतिखेर फर्किने दाइ अब हामी खाजापानी गरेर टक्क खाजापानी उता उता बन्दैछ यहाँ बन्दैछ हाउसमा त्यहाँदेखि ट्याक्क खाने ट्याक्क लाग्ने भाइ हस् ल भाइ ल बाई दाइ साथीहरू मिल्क टी बन्दैन रहेछ हाम्रो चाहिँ ब्ल्याक टी आइसक्यो होइन ल हाम्रो साथीहरूको चाहिँ दामी छ है डटपट यतिको चाहिँ बिहानीको सुरुवात चिया र बिस्कुटदेखि हुन्छ भनेर नसोच्नु हाम्रो बिहानीको सुरुवात अघि भइसकेको छ यो दोस्रो सुरुवात हो ग्रिन टी यो कुन बिस्कुट हो यो त हुँदैन कहिलेको भेट्नु हेर न डिस्काउन्ट अलिक पुरानो गाना त त्यस्तै आएको छ फर्किँदैछौँ है साथीहरू हामी फर्किँदैछौँ दाइले गीत गाउँदै हुनुहुन्छ दाइको गीत सुनिहाल्नु साथीहरू बादल कस्तो खोज्दैछ यहाँ भिडियोमा चाहिँ देखिएन राम्ररी बजरङ्ग बलीले उचाल्न सक्ने जत्रो छ त ढुङ्गा पनि दामी कुहिरो लागिरहेछ यहाँ चाहिँ है नाम्ची आइपुग्यौँ हामी नाम्ची अब बिस्तारै भेलाटार हुँदै हामी घरतर्फ लाग्छौँ धरान चोक आत्मा घर है यहाँ माथि चाहिँ देखिएन कि यो माथिको आत्मा घर हो हामी चाहिँ नास्पाती लिन आएको यहाँनिर दाइको ससुरालीमा ल है हामी चाहिँ रमेश दाइको ससुराली आएको छौँ यहाँ नस्पति लिनको लागि नस्पति लिएर आइदिँदै हुनुहुन्छ अब नस्पति लिएर जान्छौँ हामी चाहिँ साथीहरू यताको नस्पति के कस्तो रहेछ दाइ गट्टा खोइ कहाँ देखेको थियो काँक्रा कहाँ छ अकबरे खोर्सानीहरू अकबरे नमस्ते नस्पति त दाइ टेस्ट गर्ने हो कि खाएर नमस्ते
टेस्ट चाहिँ पर्दैन एउटा खाएर टेस्ट तिमी केटाले भनेर पाएको त साथी फ भन्छ लु म त भनेर गुल्ली होला नि पर्सि आउँछ त्यो साथी ल बिहान अहिले बिहान बिहान अहिले चाहिँ फर्किहाल्यो के? सबैभन्दा मिठो हो त्यस्तै छ है अहिलेसम्म खाएको सबैभन्दा मिठो यो लागेको सिजनमा गाडीको चाहिँ पम्प अलिक कम भएछ जाने बेला हो पम्चर हौ ल नस्पतिमा ल्याइदिन्छ है कसै कसैलाई त्यहाँ छैन त्यो बाटोमा टेस्ट गर्दैछु नस्पतिको कपाल गुल्ले राम्रै छ केटाहरू चाहिँ पानी पर्न आँटेर भनेर के हो त यो यो चाहिँ सुरक्षा कता कता नाम्ची बडा आएको दिमाग हेर्नु न साथीहरू यसको ल केटाहरू त्यसरी जाँदैछ है अरे हामी पनि भाइरल हुन्छौँ सुरजले दुईटा किनेको रहेछ यो चाहिँ एउटा भाउजूको लागि जादु जादु भाइ के भएछ यहाँ अब यसलाई टाल्ने यो चाहिँ मैले देखेको नि मिस्त्रीले देखेको होइन क्या मिस्त्रीले भन्दा सुरुमा दाइले देख्नुभयो अब यसको व्यवस्था भइहाल्छ यहाँ हावा हाल्दा पनि भएन कि हाम्रो दाइसित फोटो खिचाउँदै हुनुहुन्छ दाइको जे फ्यानहरू छन् चारैतर्फ पर्दैछ है साथीहरू पानी पर्दैछ रमाइलो भएर चाहिँ जो साथीहरू पानी पर्दैछ किसिम चट्टाइरहेछ ल हामी धरान आइसक्यौँ यो चत्रा लाइन होइन के हो चत्रा लाइन चत्रा लाइनमा हामीले चाहिँ अब खाना खान आँटेको यहाँनिर बसेर सबै छ सबै खाना आयो कुन यो कालिजको खाना आयो यो कालिज दाइले कालिजको खाना अरे दाइले चाहिँ भुटान खाँदै हुनुहुन्छ खोर्सानी हेर्नु मेरो चाहिँ यो सब डन कहाँ हिँडेको म माथि बान्छु सन्चै छस् नि मेरो साथी अरू सबै ठिक छ मेरो साथी यो चाहिँ जन्डन देखाइदिए बढी साथीहरू हामी चाहिँ डाँडा बजारबाट आइसक्यौँ होइन डाँडा बजारबाट आइसक्यौँ र सबैजना घर घर छुटिसक्यौँ आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्यो होइन आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो लास्टसम्म हेर्नुभएको थियो भने के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला र भोलि भेट्नेछौँ हामी नयाँ कथा र नयाँ दिनको साथै सबैजनालाई बाई बाई यति धेरै माया गर्नुभएकोमा धन्यवाद बाई बाई